हजुरको नम्बर चाहिँ कति? 21 13 91 36 91 36 ए 91 36 म कहाँदेखि वेलफेयरमा आएको कहाँदेखि भन्नुहुन्छ? माथि सुनेको थिएँ छ नि 4-5 किलोमिटर झन्डै। हजुरको शुभ नाम के छ? उहाँ 100 वर्ष पुग्नुभएको। हजुरको शुभ नाम चाहिँ? गुमान्दो सुनवार। गुमान्दो सुनवार ए भनेपछि गोर्खा सिंहको तपाईँ। हजुर। कति वर्ष जागिर गर्नुभयो हजुरले? 15 वर्षको। हजुर। ए अहिले लुबोमा बस्नुहुन्छ? हजुर। मलायामा चाहिँ मलायामा पहिला बाटो पहाडमा बस्यो, त्यहाँबाट सिंगापटानी। त्यो युद्धहरू लड्नुभयो त्यो मलायाको युद्धहरू लड्नु? त्यो आखिरीमा परेको हामी। कति वर्ष लड्नुभयो? 2 वर्ष जस्तो भयो। लड्नुभयो। जङ्गलतिर जानुभयो? 6 महिना जानु पर्थ्यो जङ्गलमा? गयो कोही 15-20 दिन भोकै बस्नुपर्ने। तर मलेसियामा चाहिँ जेपी क्रस चाहिँ तपाईँको पार्टनर? ए हामी एकै होलको हो। थियौँ। ऊ क्याप्टेन हो, लेफ्टेन्ट, पछि क्याप्टेन भएको थियो। अनि अस्ति 100 वर्ष पुगेर अब धेरै भयो। ऊ 100 वर्ष 6 महिना भयो कि कति भयो। 100 वर्ष पुगेर पोखरामा तमास गरे नि। बर्थडे मनाइदियो भन्दै थियो। अब त्यसको स्वास्नी पनि छैन, छोराछोरी पनि छैन, केही पनि छैन। हजुर। त्यो जीविका राजको पहिला हामी छँदा त अनि के गरे त्यो नेपाली एउटा गुरुङ केटा पालेर उसैलाई छोरा सबै उसैलाई जिम्मा दिएको उसले। उसैले पाल्छ। अनि अस्ति मलाई आउनु भनेको थियो। ए उता कता कताबाट फेला पारेछ। अनि म पेन्सन आएर धेरै कष्टकार गरेँ हजुर। अब वेलफेयर सुरुमा वेलफेयर जमायो। कति थियो पेन्सन चाहिँ तपाईँहरू आउनुहुँदा? 40 रुपियाँ। 40 रुपियाँ पेन्सन है। अब यही ठाउँमा अब डबली पैसा ठाउँ यही ठाउँमा 500 रुपियाँ जग्गा थियो त्यो बेला। 40 रुपियाँ पेन्सन, 500 रुपियाँ जग्गा। हजुर। दामी। अनि अहिले अनि बेलायततिर जानु भएन? बेलायत म गइनँ हजुर। के पहिला गएर दुःख पाएँ। के गरे त्यसरी म नजाने। अझै जाउँ भन्दैछन्। घुम्नु मात्रै पनि जानु भन्छ मलाई। अनि अस्ट्रेलिया नातिहरूले अस्ट्रेलिया जानु भन्छ। नातिनी बुहारीहरू अस्ट्रेलिया छन्। हजुरको फोन नम्बर चाहिँ छन् त थियो होला। अब के गर्ने? अनि आमा हुनुहुन्छ नि होइन? 3 जना आमा त लास्टमा यो कान्छी छ। के उहाँहरू बित्नु भयो कि? जो जेठी बित्यो, कान्छी माइली बित्यो, अनि यो कान्छी लिएर अहिले म बिमार भएर अस्पताल बसेको रेकर्डै छैन। सिर्फ टिभी भएर अपरेसन गरेको त्यो बाहेक छैन आजसम्म भगवानको दयाले। कतिमा जन्मेको भन्नुभयो हजुरले? 50 सालमा भर्ती भएको। होइन जन्मेको कति सालमा भन्नुभयो? नेपाली हजुर 82 1982। ल तपाईँले कति पाउनुभयो पे चाहिँ मलायामा लड्दाखेरि? मलायामा लड्दा कहाँ 18 रुपियाँ हो। त्यहाँबाट गर्दा 40 रुपियाँ। अनि पछि लास्टमा 100 रुपियाँ। फ्यामिली पनि लानुहुन्थ्यो है? हजुर।
फ्यामिलीको चाहिँ फ्यामिली लाँदाखेरि पनि त्यसले खानु पुग्थ्यो त सर? पुग्थ्यो। त्यो 18 रुपियाँमै खानु पुग्थ्यो? त्यो फ्यामिली त 18 रुपियाँ पछि 60 रुपियाँ हुँदा लागेको। ए पैसा कति बाँच्थ्यो त अनि? बाँच्ने अब छुट्टी आउँदा त 400-500 बोक्थे। ए हजुर, छुट्टी आउँदाखेरि त्यति बेला त त्यति पनि थुप्रो न थुप्रो अब 1000-1200 छिन घरमा ल्याइ पुऱ्यायो भने एउटा बारी आउँथ्यो। अब त्यति बेला अब सुनको दाम 40 रुपियाँ थियो। हामी आउँदा मेरै जियाले 160 रुपियाँ तोलामा सुन बेचे गाउँमा आएर। त्यो बेला त्यस्तो थियो। सुनको मुठ हङकङ हो न हजुर। हङकङमा अब बेसो सुस्तो। अनि पहिला त सुन ल्याउनु पाउँथ्यो, केही थिएन। पछि एउटाले अनि च्याट्टो सुन ल्याएछ, खत्तम लुकाएर। अनि त्यहाँदेखि चाहिँ सुरु भयो। त्यहाँदेखि अनि हाम्रै पल्टनको पर्यो एउटा। अनि त्यहाँदेखि सुरु भयो। अनि अब म 66 सालमा आएको पेन्सन। हजुर। एकजुकै भयो नि पेन्सन आएको पनि। अनि म 63 सालमा जन्मेर रहेछु। अनि त्यही त अस्ति राष्ट्र परिचय पत्र बनाउनु रहँदा पनि त्यो ठाउँको नाम पनि अहिले यो आँखा देख्दिनँ मैले। एउटा अपरेसन गरे उसले मात्रै अलिक देख्छु। त्यही पनि सेतो बिरबिरङ्दो। यो अपरेसन नगरेकोले बन्दै देख्दैन। अनि यो आँखाको लागि ठाउँ पुगे। यहाँ सिपारी लगेर पनि गएँ, गरेन। त्यही पहिला अपरेसन गर्नेको मजा भन्यो। वहाँ पुगेँ, उसले पनि अब काम छैन, काम लाग्दैन, अब तपाईँको उनै छैन भने। तपाईँ त कडै हुनुहुन्छ, यत्रो हिँडिरहनु भनेपछि बन्दा। अनि यसले देख्दैन। यसले देख्छु, ऊ सबै छक्क पर्छन्। ऊ गाउँमा पनि अब मभन्दा जेठो छैन त्यतातिर। 100 वर्ष भनेपछि त अनि कुरै सकिगएन। 3 गाविसमा मभन्दा जेठो छैन। घरमा काम चाहिँ के गर्नुहुन्छ हजुरले? घरमा म त यहाँ पनि अहिले यति मात्रै बसेको, त्यहाँ बस्ने तपाईँलाई देखेन, नत्र म बस्दिनँ। काम गरेको यहाँ पनि चकचक गरी बस्नु, यता कुद्छु। हजुर। अनि अहिले खाना कति खानुहुन्छ? खाना अहिले एउटा किसिमले बन्दा भएको 1 महिना भयो। म बिहान यति भात खान्छु, बेलुका। हुन्छ, हस् तपाईँसँग आज यति नै, पछि फेरि भेटेर कुरा गर्छौँ। किनभने अहिले म हुँदै मेरो छोराले उसको मेरो भाइको जानको घ्याउ बस्यो क्या, छापा गुतेर। त्यो भएर मलाई एकदम भारी लाग्यो क्या। अनि किन त्यसो गरेको त? अब त्यो गाउँको गान्ने मान्ने छैनन्। अलिक हुने खाने बोल्ने सबै गर्ने। अब भतिजो हो मेयर चाहिँ
कान्छा बाको छोरा कान्छा थियो त्यो मास्टर 2 पेन्सन खान्छ त्यसले हजुर त्यो थियो त्यसले लो बस छोरा कोही छैन भनेर अनि जम्मा एउटा बाजेको नाति 10 भाइ थियौँ हजुर 10 भाइमा 2 भाइ छौँ म जेठाको छोरा हो जेठाको छोरा 4 भाइ थियौँ 4 भाइ लाउरे जेठाले 9 रुपियाँ खान्थ्यो पेन्सन माइलाको रोटी मात्रै थियो फेरि 4 भाइ लाउरे 3 भाइ परमेशनवाला म सिपाही जेठा हल्दार माइला नायक कान्छा नायक म साइला मात्रै सिपाही अनि 3 भाइ सिद्धिए छैनन् लु अनि फेरि पछि भेटौँला हजुर